हेलो एभ्रिवान, आज चाहिँ हामी विस्तृत उत्तरात्मक प्रश्नहरू चाहिँ कसरी लेख्ने र सामाजिक अध्ययनमा चाहिँ प्रश्नहरूमा आउने विभिन्न फर्मेटहरू हुन्छ नि त्यसको बारेमा चाहिँ आज हामी छलफल गरौँ। सम्भवतः मैले अहिलेसम्म आएका र सम्भावित फर्मेटहरूको बारेमा चाहिँ आज कुरा गर्नेछु है त। सबैभन्दा सुरुमा चाहिँ 8 अङ्कको प्रश्नमा चाहिँ कसरी लेख्ने भन्ने कुरा चाहिँ छलफल गरौँ है त। जहिले पनि 8 अङ्कको प्रश्नलाई चाहिँ तपाईँले लेख्ने बेलामा 3वटा पार्टमा चाहिँ छुट्याउनु होला, जसमा चाहिँ परिचय भनेको 8 देखि 9 लाइन लेख्नु होला, जसमा चाहिँ कुनै पनि जुन टपिक दिएको छ त्यसको त्यो भनेको के हो, त्यसमा के हुन्छ भन्ने केही कुराहरू राख्नु होला। अनि अर्को चाहिँ अनुच्छेदमा चाहिँ 2टा पार्ट गर्नु होला। एउटामा चाहिँ थोरै व्याख्या गर्नु होला, कम्तीमा पनि 10 देखि 12 लाइन। त्यसपछि चाहिँ बुदा, चार्ट, तालिका के राख्नुपर्ने छ भने त्यसपछि राख्नु होला। कुनै प्रश्नमा फाइदा बेफाइदा छ भनेको छ नि परिचय लेख्ने, अनि फाइदा एउटामा बेफाइदा अर्कोमा लेख्दा पनि हुन्छ। त्यसपछि चाहिँ निष्कर्ष चाहिँ 3-4 लाइनको लेखिदिनु होला। अनि बुदाहरू लेख्नुपर्ने भयो, कम्तीमा 8वटा बुदा। तपाईको चाहिँ फर्मेट भनेको परिचय र निष्कर्ष हुनै पर्यो। बिचमा अनुच्छेदमा चाहिँ जे प्रश्नले सोधिएको छ त्यसको बारेमा चाहिँ लेख्नुपर्ने हुन्छ है। सो फर्मेटमा मजाले मिलाउनु भयो र प्रष्टसँग लेख्नुभयो भने चाहिँ तपाईले एकदम राम्रो मार्क्स चाहिँ पाउन सक्नुहुन्छ। जस्तै परिचय भनेको बेसिक तपाईको जानकारी नलेज कस्तो छ हेर्ने हो। अनुच्छेद फर्स्ट भनेको चाहिँ त्यसको विषयवस्तुको चाहिँ प्रवेश हुन्छ भने ठ्याक्कै प्रश्नले के सोधेको छ भन्ने उत्तर चाहिँ दोस्रो अनुच्छेदमा हुने गर्छ है। यसरी चाहिँ लेख्नु होला। र निष्कर्ष भनेको चाहिँ ओभरअल तपाईले कस्तो बुझ्नु भएको छ भन्ने कुरा हुन्छ। अनि तपाईले 8 मार्क्सको प्रश्न चाहिँ 3वटा आउने हुनाले 1 घण्टाभित्रमा चाहिँ 8 मार्क्सको प्रश्न उत्तर चाहिँ भ्याइसक्नु पर्ने हुन्छ है। नत्र भने चाहिँ हामीलाई एकदमै ढिला हुन्छ र अनि हामीलाई अरू प्रश्नहरूलाई चाहिँ सोच्ने टाइमै हुँदैन। त्यसपछि आउँछ संक्षिप्त उत्तरात्मक प्रश्न। यो चाहिँ 8वटा आउने गर्छ 5 मार्क्सको। यसमा चाहिँ छोटो परिचय 1-2 लाइनको परिचय, अनि त्यस पछाडि जे सोधिया छ प्रश्नमा त्यसको चाहिँ व्याख्या बुदा के छ त्यो चाहिँ लेख्नु पर्यो हैन। अनि सानो निष्कर्ष सकिन्छ भने यो राख्नुभयो भने चाहिँ एकदमै बेस्ट हुन्छ हैन। अब यति पेज लेख्ने भन्ने चाहिँ मलाई त्यस्तो लाग्दैन, तर विषयवस्तु चाहिँ पुगेको हुनु पर्यो। जस्तै कुनैमा 5वटा बुदा भनेको चाहिँ छोटो परिचय दिएर बुदामा चाहिँ 5वटा बुदा। अनि मलाई चाहिँ कस्तो लाग्छ भने तपाईलाई 5वटा बुदा सोधेको छ भने पनि 6वटा एउटा एक्स्ट्रा लेखिदिनुस् कि कहिलेकाहीँ बुदाहरू उस्तै दोहोरियो भने त्यो 6वटा बुदालेमा चाहिँ एउटाले चाहिँ कभर गर्छ। त्यही भएर 1-2टा एक्स्ट्रा बुदाहरू चाहिँ राख्दा बेटर हुन्छ। अनि अति संक्षिप्त उत्तरात्मक प्रश्न 11वटा 1 मार्क्सको। यो त कुनै 1 मिनटमै सकिन्छ, कुनै 2-3 मिनटभित्रमा चाहिँ भ्याउनु पर्यो। र यो चाहिँ मलाई आउँछ भनेर 5-6 लाइन लेख्ने पनि होइन, र मलाई आउँदैन भनेर एकदम छोटो 1 लाइनमै उत्तर पनि भ्याउन मिल्दैन है। थोरै अलिकति त्यसलाई चाहिँ भूमिका बाँधेर तपाईले चाहिँ 2-3 लाइन चाहिँ लेख्नु होला यसमा। अनि यसरी चाहिँ तपाईले समय विभाजन गर्नुभयो भने यता 1 घण्टा, यता 70 भनौँ न 80 नै मिनट भनौँ, अनि यता 20 मिनटमा भइयो भने 160 भयो। अब तपाईको 3 घण्टामा चाहिँ 20 मिनट त एक्स्ट्रा आउँछ। अनि सर र क्वेसन पढ्ने टाइम हुन्छ। त्यस पछाडि तपाईले त्यसमा चाहिँ कुनै प्रब्लम छ कि हेर्ने सोच्ने, कुनै क्वेसनहरू आयो भने त्यसलाई अलि टाइम दिने समय निस्किन्छ। यसरी चाहिँ लेख्दै टाइमर लाएर प्र्याक्टिस गर्ने चाहिँ सुरुवात गर्नुभयो भने तपाईलाई एकदमै सहज हुन्छ है। पछि जाउँ फर्मेटतिर। कहिलेकाहीँ सम्पादकीय अथवा समाचारको नमुना सोधिरहेको हुन्छ। यसरी चाहिँ बनाउनु होला। माथिपट्टि शीर्षक, त्यस पछाडि अब पत्रिकाको नाम, अनि मिति, सम्पादकीय, अनि त्यस पछाडि विषयवस्तु के हो त्यो लेख्ने, अनि लेखकको नाम लेख्ने। अनि 5 मार्क्सको हो भने त्यही अनुसारको अघि मैले दिएको थिएँ नि फर्मेट। जस्तै यसमै 5 मार्क्सको क्वेसनमै तपाईलाई फर्मेट सोध्यो भने छोटो परिचय, माथिपट्टि भूमिकाहरू फर्मेट त मिलाउनु पर्यो। छोटो परिचय, प्याराग्राफ चेन्ज गर्ने, बुदा हो कि के हो अब त्यसमा त्यो लेख्नु पर्यो। अनि सानो निष्कर्ष गर्नुभयो भने यो चाहिँ सम्पादकीयको फर्मेटमा मिलाए मात्रै पुग्यो हैन। सो एन्सर केसमा सोधिरहेको छ भन्ने मतलब होइन। तपाईले चाहिँ एन्सरको फर्मेट चाहिँ सेमै बनाउनुहोस्, मिलाउनुहोस् है। फर्मेट मिलाउनु भयो भने पनि एकदमै मार्क्स राम्रो आउन चाहिँ हेल्प हुन्छ। त्यस पछाडि आउँछ अर्को समाचार भन्यो भने पनि सेम हो है। तपाईहरुले यसरी नै लेख्नु होला। अनि स्थलगत भ्रमणको प्रतिवेदन अथवा परियोजना प्रतिवेदन अथवा परियोजना कार्य गरेर देखाउनुस् भन्यो भने यसरी शीर्षक, नाम लेख्नु पर्यो, उद्देश्य, विधि, अध्ययनको नतिजा, निष्कर्ष र सुझाव राखिदिनु पर्यो है। यसमा यो चाहिँ अहिलेसम्म त्यति सोधेको देखिया छैन, तर सोध्न सक्ने सम्भावना चाहिँ छ है। अनि वक्तृत्व, वक्तृता भन्यो भने
अब तपाईँलाई मुख्य गरी चाहिँ एन्सर सोधेको हो नि त, त्यो टपिक कुन टपिकमा सोधिएको छ। त्यही भएर यसको चाहिँ फर्मेट चाहिँ हल्का मात्रै लेखे पुग्छ कि एकदम कम्पिटिसनमै जान लागेको जसरी लेख्नु पर्दैन। जस्तै यसमा मैले छोटो लेखेको छु, आदरणीय सभापतिज्यू, गुरुआमा तथा गुरुहरू, यहाँ उपस्थित सम्पूर्णमा म मेरो नाम लेख्ने को तर्फबाट न्यानो अभिवादन टक्र्याउँदै आज यस कार्यक्रममा यो शीर्षक कुनै टपिक लेखिदिनुहोस्, आफ्नो कुन टपिक हो को बारेमा मेरो धारणा प्रस्तुत गरिरहेको छु। अब यो 8 मार्क्समा आयो भने यहाँ अब छु पछि के लेख्ने, इन्ट्रोडक्सन, त्यस पछाडि बडी पार्ट, अनि अर्को बडी पार्ट, त्यस पछाडि लास्टमा कन्क्लुजन लेखेर अन्त्यमा भनेर चाहिँ यसरी तपाईँले चाहिँ यसलाई सकाउनु भयो भने बेटर हुन्छ है त। बुझ्नुभयो होला नि। 8 मार्क्समा आउँदाखेरि चाहिँ फर्मेट मिलाउनु पर्यो, भित्रको जुन मैले एन्सर लेख्ने तरिका भनेको छु त्यो चाहिँ सेम नै हुनु पर्यो। त्यसपछि अर्को चाहिँ अर्थमन्त्री, परराष्ट्र मन्त्रीलाई अथवा उच्च आधारका व्यक्तिहरूलाई चाहिँ चिठी लेख्नुहोस् भनेर आउन सक्छ। यो चाहिँ यसरी लेख्नु होला, यसरी मन्त्रीज्यू अथवा कसलाई भनेको चाहिँ मेयरज्यू होइन। अनि विषय लेख्ने, महोदयबाट स्टार्ट गर्ने, आफ्नो विषयवस्तु लेख्ने, लास्टमा यसरी चाहिँ अन्त्य गर्नु होला। सादर भन्ने चाहिँ आफ्नो नाम लेख्नु पर्यो है, अनि सिग्नेचर पनि गर्नु पर्यो। त्यसपछि अर्को चाहिँ संवाद। संवादमा चाहिँ धेरै जस्तो विद्यार्थीहरूले चाहिँ एक पेजै सन्चै छु, के छ, हालखबर, ठिक छ, अनि त्यस पछाडि आज भात खानुभयो कि पानी खानुभयो कि यस्तो केही लेख्नु पर्दैन है। सन्चै हुनुहुन्छ न, सन्चै छु, हजुरको के छ, ठिक छ, त्यस पछाडि मलाई यसको बारेमा बताइदिनुहोस् न भन्ने फेरि फर्मेट। पहिलो फर्मेटमा क्वेसन सोधियो नि होइन, अब इन्ट्रोडक्सन, दोस्रोमा नेक्स्ट प्याराग्राफ, तेस्रोमा अर्को प्याराग्राफ अथवा बुदा पनि हुनसक्छ। अनि त्यस पछाडि चाहिँ अन्त्यमा निष्कर्ष अलिकति राखिदिने, अनि यसरी थोरै भूमिका बाँधिदिने। यो भूमिका चाहिँ यति मात्रै यही नै लेखिदिनु भए पनि हुन्छ है। संवादमा धेरै जस्तो 5 मार्क्समा र 8 मार्क्समा सोधिराखेको प्रश्न हो है संवाद पनि। त्यसपछि आउँछ योजनाको नमुना हुनसक्छ, धेरै सोधिराखेको छ योजनाको नमुना पनि। योजनामा चाहिँ तपाईँले परिचय, उद्देश्य, रणनीति, कार्यक्रम, अपेक्षित उपलब्धि, चुनौतीहरू राखिदिनु। यसलाई चाहिँ पोइन्टमा टक्क थोरै थोरै राखिदिनु भयो भने पुग्छ। अब यसको इक्जाम्पलहरू पनि हजुरलाई चाहिन्छ भने मसँग फर्मेटहरू त छ। अब इक्जाम्पल भन्दा पनि यति फर्मेट जानेपछि भित्रपट्टिको विषयवस्तु त तपाईँहरूले जानि नै हाल्नुहुन्छ जस्तो लाग्छ मलाई। अनि अर्को छ लेख लेख्नुहोस् भनेर चाहिँ धेरैचोटि आएको छ, जसमा लेख लेख्दाखेरि जहिले पनि शीर्षक लेख्नु पर्यो र सेम 8 मार्क्सको फर्मेट है। परिचय, व्याख्या भनेको 2 अनुच्छेदमा, निष्कर्ष लेख्ने, यति गर्नुभयो भने पुगिहाल्छ। म फेरि सुरुदेखि अन्तिमसम्म एकचोटि राम्रोसँग सर देखाउँछु। यो फर्मेटलाई स्क्रिनसट गरेर राख्नुहोस् र यही अनुसार प्र्याक्टिस गरेर इफ मिल्छ भने मलाई पनि सेन्ड गर्न सक्नुहुन्छ। मैले फेरि पनि तपाईँहरूलाई चेक गरिदिन सक्छु। लेखेरै अभ्यास चाहिँ गर्नु होला है। यो भयो सम्पादकीयको नमुना। त्यसपछि स्थलगत प्रतिवेदन अथवा परियोजना, वक्तृत्व, अर्थमन्त्री अथवा परराष्ट्र मन्त्री, उच्च आधारका व्यक्तिलाई चिठी, संवाद, अनि योजना, अनि लेख। अब योभन्दा बाहेकका फर्मेटहरू चाहिँ हामीले अगाडि डिस्कस गरेका छौँ नि, जस्तै समय रेखाको एउटा फर्मेट आउन सक्छ। त्यस्तै गरी अर्को भनेको चाहिँ तपाईँलाई अनुसन्धान प्रस्तावनाको फर्मेट अथवा अनुसन्धानका चरणहरू, यो फर्मेटहरू चाहिँ हामीले अगाडिको भिडियोमै डिस्कस गरिसके भएर मैले यहाँ राखिनँ। यी फर्मेटहरू चाहिँ तपाईँलाई एउटा टक्क लेख्ने तरिका मात्रै सिकाएको हो। अब यसलाई चाहिँ कुनै आफूले एउटा टपिक दिएर अथवा एलिजिबल नभएको कुनै प्रश्नहरूलाई चाहिँ आधार मानेर चाहिँ तपाईँले यो फर्मेटमा लेखेर प्र्याक्टिस गर्नु होला। कम्तीमा पनि प्रत्येकको एउटा फर्मेट चाहिँ मजाले प्र्याक्टिस गर्नुभयो भने चाहिँ इक्जाममा तपाईँहरूलाई प्रब्लम आउँदैन। त्यही भएर सामाजिक अध्ययनमा चाहिँ अनिवार्य रूपमा हामीले प्र्याक्टिस चाहिँ लेखेरै गर्नुपर्ने हुन्छ है त। हस्, थ्याङ्क यू एभ्रिवान। तपाईँहरूलाई यसले केही हेल्प भयो भन्ने आश गर्दछु। धन्यवाद। किप वाचिङ, किप लर्निङ, अनि इक्जाम राम्रो होस्। तपाईँहरू धेरैजना आत्तिराख्नु भएको छ, मलाई कति धेरै भिडियोहरू अपलोड गरिदिनु न भन्दै हुनुहुन्छ। नआत्तिनुहोस्, बुकमै पनि विषयवस्तुहरू छन् होइन, बुकमा पनि अध्ययन गर्न सक्नुहुन्छ। थप मैले पनि प्रयास गरेर बुझाउने प्रयास गरि नै रहेको छु है। सो लेखेर प्र्याक्टिस गर्नुभयो भने एकदमै राम्रो हुनेछ है त। बेस्ट अफ लक।